सुरुमा चाहिँ मैले यो सबै खुर्सानीलाई केलाएर एकछिन कराही तताएर सबै खुर्सानीलाई फ्राई गरेँ। केही मिनट फ्राई गरेपछि एउटा प्लेटमा निकालेर मैले चाहिँ राखेँ। अनि त्यही तातो कराहीमा मैले तिल भुटेँ। तिल भुटेर मैले फेरि त्यसलाई निकालेर अघिको खुर्सानीलाई ब्लेन्ड गर्नलाई यतिको धुलो भयो। अनि फेरि मैले चाहिँ पहिल्यै प्याज र लसुन काटेर राखेको थिएँ। तेल तताएर तेलमा फ्राई गरेँ। फ्राई गरेपछि केही मिनटपछि हल्का फ्राई गरेर यतिको रातो भएपछि चाहिँ मैले फेरि फर्स्टमा किनेको खुर्सानीमा चाहिँ मैले तेल लगाइदिएँ। त्यसमा चाहिँ मैले अरू केही मसलाहरू पनि लगाएको छु। त्यसमा चाहिँ मैले एकैछिन सेलाउन लगाएर सिसाको बट्टामा राखेँ। यसलाई चाहिँ हामीले थुक्पा किमा नुडल्सतिर नि युज गर्न सकिन्छ। मिठो हुन्छ कहिलेकाहीँ खानको लागि। थ्याङ्क यू।